एउटा गरिब दुखी नेपाली नागरिकले प्रधानमन्त्रीलाई जीवनमा भेट्न नपाउने, सिंहदरबार प्रवेश नपाउने। तपाईले यो कुरा याद गरिराख्नु। एक दिन हर्क साम्पाङ के रे तपाईको चाहिँ मन्त्री भयो भने नि, कुन मन्त्री बन्छु मलाई थाहा छैन, बाइकमा हिँड्दिन्छु म, ल रेकर्ड गरेर राख्नु। तपाईले खानेपानी बाइकमा हिँड्दिन्छु म, बाइकमा हिँड्दिन्छु, एक्लै हिँड्दिन्छु। ल के हुँदो रहेछ? अहिलेका नेताहरूले चाहिँ जानी बुझी देशलाई गरिब बनाएको हो क्या। नेताहरूले गरिब बनाए हो हैन? पानी नै नदिने, उद्योग धन्दा नखोल्ने, खोलेको पनि बन्द गर्ने। धरानमा मैले उद्योग खोल्दासम्म मुद्दा लगाइदियो मलाई। मैले ढुङ्गा हान्न कसैले सिकाउँदैन, ढुङ्गा बोक्न सिकाउँछु हैन? खुट्टा तान्न सिकाउँदिन, पाइप तान्न सिकाउँछु। झगडाको बिउ रोप्न सिकाउँदैन, बिरुवा रोप्न सिकाउँछु। म धुलोलाई मैला भन्दिनँ, हिलोलाई मैला भन्दिनँ, मेरो देशको माटो हो भन्छु, शिरमा लगाएर हिँड्छु। म चाहिँ अप्ठ्यारो च्यालेन्जहरू खोज्छु क्या हैन? च्यालेन्जेसलाई लाइफ मस्ट बी फुल अफ च्यालेन्जेस हैन? इजी लाइफ त लाइफै होइन, टफ लाइफ नै मनपर्छ। टफ लाइफ है। म श्रमदान गर्छु, कठोर श्रमदान गर्छु हैन? सबभन्दा भिरमा मै उभिन्छु। पानीका भेलहरूमा डङ्की बाढी आइराखेको हुन्छ, त्यस्तोमा हामी तपाईँको चाहिँ नि हैन तटबन्धन गर्छौँ। सबभन्दा भेलमा मै उभिन्छु ताकि भनेको त्यस्तो हुन्छ। सबभन्दा भेलमा त्यो बगाउनेमै म उभिन्छु ताकि अरूको पनि आँटा होस्। चिल्लो घस्न नजान्दा या डिप्लोमेटिक कुराहरू गर्न नजान्दा यसले थुप्रै ठाउँहरूमा हन्टर खानु परेको दृष्टान्त पनि देखिएको छ पछिल्लो समय। तपाईँलाई त्यस्तो अनुभव हुन्छ? त्यस्तो त हुन्छ होला, तर म त फिल गर्दिनँ। देशमा लोकतन्त्र आएको छैन, यो चाहिँ दलतन्त्र हो। दलतन्त्रमा दलले शासन गर्छ, दलको प्रधानमन्त्री हुन्छ, दलको मन्त्री हुन्छ, दलको मेयर, दलको सांसद, दलको हुन्छ जनप्रतिनिधि। प्रधानमन्त्रीको स्वकीय सचिवले नगर प्रमुखको फोन उठाउँदैन। किन उठाउँदैन भन्दाखेरि उसको पार्टीको कार्यकर्ताको मात्रै उठाउँदा होला त्यसले। ओली सरकार फेलर भएका हुन्, त्यो पनि भन्दिनँ म। अब पब्लिकले उस गरोस्, के निराशा भइराख्नु। धरान भनेको आशा र सम्भावना, सपना र सङ्कल्पको सहर हो। तपाईँले अपेक्षा गरे अनुसारको प्रगति यो 2 वर्षमा देख्नु भएको छ? अत्यन्तै धेरै, अत्यन्तै धेरै। 2 वर्ष भनेको धेरै लामो समय होइन क्या सरकारको लागि। यहाँ 30औं वर्ष, 40औं वर्ष, 70 वर्ष, 80 वर्ष हुँदाखेरि केही नभएको ठाउँहरूमा धेरै कामहरू गरिएको छ। म रौन्जेल हुँदैन, म एनी हाउ पाउँछु। तर त्यसपछि चाहिँ के हुन्छ भन्ने कुरा? द्याट इज द क्वेसन। पानीको लागि गऱ्यो भने मर्ने बेला पनि हैन राम्रो काम गरेँ भनेर चाहिँ यसो उस पनि भएर जान्छ होला जस्तो लाग्छ क्या। प्रकृतिको हिसाबमा हामी थुप्रै कामहरू गरिरहेछौँ हैन? 20 लाख प्लसमा मैले बिरुवा रोपेँ, द्याट इज अ रेकर्ड। त्यो बारेमा पनि तपाईँको चाहिँ नि अब नेपाल सरकारले बुझ्नुपर्ने हो। अनि घरिघरि वनले मलाई के गर्दाखेरि म बेसरी तैँले कति रोपिस् भन्छु क्या। इनोभेसन